यो केवल एउटा खोला होइन, सयौं परिवारको दैनिक सङ्घर्ष हो। भक्तपुरमा रहेको बालकोटको हनुमन्ते खोलाले वर्षेनी स्थानीयको जीवनमा पुर्याइरहेको असर र उनीहरूको आवाज सरकारसम्म पुगोस् भन्ने उद्देश्यले हामी आज यहाँ पुगेका छौँ। नमस्ते, तपाईँको नाम के हो? जागेन्द्र प्रसाद कोइराला। कति वर्षदेखि यो क्षेत्रमा बस्दै आउनु यो भएको छ? क्षेत्रमा बसेको अहिले भयो 15-20 वर्ष भयो। यो हनुमन्ते खोलाको अहिलेको अवस्था चाहिँ तपाईँलाई कस्तो लाग्छ? अहिलेको अवस्था यो अनियन्त्रित छ, राम्रोसित कन्ट्रोल गर्न सकेका छैन हामी। हजुर, यो खास गरी दुईपट्टि वाल लगाएर राम्रोसित त्यस्तो गर्नुपर्ने हो। हजुर, फोहोर मैला यहाँ नफ्याँक्ने, हराभरा। मैले अहिले भने काठमाडौँ हराभरा भएर भन्ने अहिले प्रधानमन्त्री हुनुहुन्छ, राम्रो होस् होइन। हजुर। यहाँको खास गरी सबैको भनाइ यही नै छ। अनि खोलाबाट आउने दुर्गन्धले तपाईँको दैनिक जीवनमा चाहिँ कस्तो असर पारेको छ? असर पारेको छ नि। अब घर नजिक घर हुनेको त खास गरी खाना लागेको बेला त्यो हर आउँदाखेरि छोडेर हिँड्नु पर्ने परिस्थिति हुन्छ। अनि यहाँ बाढी आउँदा चाहिँ तपाईँ वा तपाईँको परिवारलाई कस्तो असर परेको छ? होइन, यहाँ त नजिकको आसपास यो आसपासमा त नराम्रो पर्छ नि त। हजुर, त्यति बेला तपाईँको घरमा पनि बाढी पस्छ बुवा यो खोला? होइन, अब अलि माथि त पस्दैन, अब यहाँ बाटोसम्म आउँछ। यो खोला पहिलेदेखि नै यस्तै थियो, बनाउने फोहोर थियो, त्यस्तै थियो पहिलेदेखि नै त्यस्तै थियो। अहिलेसम्म केही व्यवस्थित भएको छैन है? बेला बेलामा गर्ने यहाँ सरसफाइ पनि भयो। त्यहाँ प्रतिनिधिहरू सम्पूर्ण लागेर, धार्मिक व्यक्तिहरू लागेर सरसफाइ पनि गर्न, तर लागे पनि चेतनाको विकास हुनु पर्यो नि, होइन। गर्न खोजेको हो, फेरि अब राम्रो होला कि जस्तो मलाई लाग्छ। अनि तपाईँको विचारमा चाहिँ हनुमन्ते खोला यति प्रदूषित हुनुको कारण चाहिँ के होला बुवा? प्रकृति त यो धेरै माथि यो नहरकोटदेखि आएको छ, होइन। यसको मन माथि छ। अब बाढी आउँदाखेरि त उहाँदेखिको पानी यतापट्टि यो साँगादेखिको पानी आउँछ यहाँ। प्रदूषित चाहिँ कसले गर्दाखेरि भएको होला? यो यति धेरै फोहोरहरू रहेछ यहाँनिर। फोहोरहरू त अब भनौँ न, सबै फोहोर फ्याँकिदिएपछि त जम्मै फोहोर हुने भइगयो, होइन। माथिदेखि नै त्यो भएर आयो। स्थानीय यहाँको निकायले चाहिँ केही न केही यो व्यवस्थित गर्नको लागि केही गरेको छ कि छैन? अहिले बेला बेलामा गर्छन् तर सफल हुन सकेको छैन। सफल चाहिँ हुन सकेको छैन। बेला बेला गर्दै नगरे त भन्नु हुँदैन, गरेको छ नि। यो व्यवस्थित गर्नलाई केही गरेको देख्नु भएको छ हजुर? गरेको थियो, त्यो बेलामा सरसफाइ भनेर यहाँ खोलामा अब भनौँ यहाँका भनौँ अब प्रतिनिधिहरू नै पनि यसरी हात हालेर त्यसरी यो खोलामा पसेका छन्। देखिया छ हामीले, है। देखेको कुरालाई सही कुरा भन्नु पर्यो नि, होइन। गरेनन् भन्नु पनि हुँदैन। यहाँको मेयर चाहिँ को हुनुहुन्छ बुवा? मेयर चाहिँ अहिले खास गरी यता भक्तपुरको हुनुहुन्छ, उहाँको नाम चाहिँ मलाई राम्रो थाहा भएन। यदि उहाँले हजुरको आवाज सुनिरहनु भएको भए अहिले, होइन, उहाँलाई चाहिँ हजुरले के भन्न चाहनुहुन्छ यो हनुमन्ते खोलाको यस्तो अव्यवस्थित अवस्था देख्दाखेरि? यसलाई के भने हराभरा र राम्रो तटबन्धन गर्ने र राम्रोसित माथिदेखि नै व्यवस्थित गर्ने कार्यक्रमको योजना बनाउनुहोस् भन्ने सुझाव दिन्छ। त्यहाँ मात्र हेर्ने कि माथिदेखि नै भएर आओस्, राम्रोसित होस्। यो खोला फेरि सफा र सुन्दर बन्यो भने तपाईँ कस्तो बालकोट देख्न चाहनुहुन्छ? होइन, एउटा के भने हराभरा काठमाडौँ भनेको अनि त्यति बेला चाहिँ राम्रो यपट्टि बाटो, होइन, खोलो व्यवस्थित भएपछि। अस्ति मैले उसमा के अरे यो गोबी खोलामा एउटा घटना भएको कुरा सफा गर्दैछन्, एउटीले त्यहाँ फोहोर फ्याँकिदिए। मैले भने तिमीलाई लाज लाग्दैन, होइन। त्यहाँ फोहोर सफा गरिराखेको छु, त्यो हात जोडी उसले, मैले जानिनछु, गल्ती गरेँ, अब आइन्दा गर्दिनँ भने। त्यही त, त्यस्तो फोहोर फाल्नु भएन नि त बुवा। तपाईँले आज सरकार, सम्बन्धित निकाय र सम्पूर्ण नेपाललाई भन्न चाहेको तर अहिलेसम्म खुलेर भन्न नपाएको कुनै एउटा कुरा केही छ भने भनिदिनुहोस् न। होइन, अब यो त के भने यस्ता त कति भनिए नभनिया होइन, खुलेर गर्ने कुरामा। हजुर, खुलेर प्रतिनिधिले मुखले भन्छ त कामले गरेको थिएन। अब चाहिँ के हुन्छ, होइन। अबको सरकार अब बन्ने, फेरि अब चुनाव हुँदै छैन। अब जनताकै भोट लिएर आउनु पर्यो। जनताको भोट लिनलाई जनतालाई राम्रो हुने काम गर्नु। हनुमन्ते खोलाको किनारमा बस्ने एक स्थानीय बुवाले आफ्ना वर्षौंका अनुभव हामीसँग साझा गर्नुभयो। उहाँका अनुसार सरसफाइका प्रयासहरू भए पनि चेतनाको कमी र प्रभावकारी व्यवस्थापन नहुँदा समस्या अझै उस्तै छ। वर्षायाममा आउने बाढीले सडक र खोला छेउछाउका घरहरूमा ठुलो असर पारिरहेको छ र स्थानीयहरू वर्षेनी यही पीडा भोग्न बाध्य छन्। नमस्ते, तपाईँको नाम के हो? मेरो नाम शोभा भट्टराई। हजुर यहीँको बासिन्दा हुनुहुन्छ? यही हो, अगाडिको घर यही हो।
कति वर्ष भयो हजुर यहाँ बस्नु? 5 वर्ष भइसक्यो। अनि यो हनुमन्ते खोलाको जुन अहिलेको अवस्था छ तपाईँलाई कस्तो लाग्छ? हनुमन्ते खोलाको अवस्था अहिले त नाजुक छ, किनभने सबै अब त्यो परार बाढी आउँदाखेरि यहाँ अगाडि यो रोडसम्म सबै पानी आएको थियो होइन। हजुर। यहाँ भित्रका घर बसेका मान्छेहरू सबै डेरा सरेर गयो। त्यही कारणले गर्दा अब पर थियो खोला हुँदा हुँदै ओरसम्म आइसक्यो होइन। हजुर। यो खोलाबाट आउने दुर्गन्धले तपाईँको दैनिक जीवनमा चाहिँ कस्तो असर पारिरहेको छ? असर पार्दैछ। अब माथितिर बस्ती धेर भएको कारण होला, अब ढल हालेकै छ अनि अलिक गनाउँछ राति राति हुँदै गएपछि। खोलाको दुर्गन्धले चाहिँ हजुरहरूलाई एकदमै असर पारेको छ होइन त? ठिकै छ भन्नु पर्यो, अब बसिरहेको पनि छ होइन। यो खोलाको अवस्था चाहिँ पहिल्यैदेखि नै यस्तै थियो कि होइन? हामीले जग्गा किन्दा घर बनाउँदा यति ओरसम्म थिएन, परैसम्म थियो। परै थियो, अब अलिअलि हान्दै 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 ओर आइसक्यो क्या। अब त यति मात्रै बाँकी छ, धेरै सधैँ छैन। सबभन्दा मेन त मेरै घरलाई पर्छ असर। यो हनुमन्ते खोलाको चाहिँ होइन यस्तो प्रदूषण बढ्नुको कारण चाहिँ मुख्य कारण चाहिँ हजुरलाई के हो जस्तो लाग्छ? सबै ढलहरूले गरेर नै हो। ढलहरूले सबै पोहोर पानी हाल्ने। अब यता अगाडिका लोकल जतिले सबै यही खोलामै फाल्ने छ। अब हामी त सबै नगरपालिकालाई दिन्छौँ होइन। सोमबार र बिहिबार आउँछ सबै। अब हुन त अब नफाल्नु नगर्नु भनेर भन्छौँ भन्न त। यो फोहोरको दुर्गन्धले गर्दाखेरि आफ्नो स्वास्थ्यमा पनि एकदमै हानि पुर्याउँछ नि त। आफूलाई थाहा हुँदैन तर बिस्तारै असर गरिरहेको हुन्छ। यो आवाज चाहिँ अहिले सरकारले सुनिरहेको भए, भक्तपुरको मेयर साहबले सुनिरहनु भएको भए हजुरको आवाज चाहिँ के हुन्छ? हजुर के भन्न चाहनुहुन्छ उहाँहरूलाई? होइन, अब यो व्यवस्थित हुनु पर्यो। यो वाल लाएर माथिसम्म गर्ने हो भने एउटा लेभल हो भने त यसले त उ गर्दैन नि त। अलि माथि अल्गोसम्म वाल लाउने हो भने हजुर त सबै यत्रो थोरै बस्ती छैन होइन। सबैले आखिर खोला नालाको अगाडि पनि सबै बसेकै छौँ भन्नु पर्यो, बसिरहेकै छौँ। अब त्यो अल्गो वाल लाएर गर्ने हो भने चाहिँ अलिक राम्रो हुन्छ भन्ने लाग्छ मलाई। अब यहाँ चाहिँ हामीले सुनिरहेको होइन, अब जहिले वर्षेनी टेन्डर पर्छ अनि फेरि ल्याप्स भएर जान्छ भनेर सुनेको गरेको। अब त्यो कहाँसम्म सत्य हो त्यो पनि थाहा छैन हामीलाई। अब हामी सर्वसाधारण त्यस्तो थाहा पनि हुँदैन। तर अब अहिले त झन् यो साउन्डदेखि अब करको दायरा पनि सबै बढाउनु भएको छ बालन सरकारले होइन। हामीले सबै घरको कर तिरेका छ गराउँछ। यो करले चाहिँ गर्दा यसमा व्यवस्थित भयो हुन्थ्यो भन्ने चाहिँ लाग्छ। यो चाहना आश छ बालन सरकारले गर्नुहुन्छ भन्ने। अहिले सबै सानो बच्चादेखि लिएर युवा बुढाबुढी सबैमा त्यो छ होइन। उहाँले गर्नुहुन्छ भने आश चाहिँ छ हामीलाई। हुँदै पनि छ, सिस्टमेटिक हरेक कुरामा भइरहेको छ। तर अब हामीले तिरेको करबाट चाहिँ अझै व्यवस्थित हुनु पर्यो। यस्तो यो खोलाले जुन गर्ने असर चाहिँ हामी अब घरबार दिन भएर हिँड्न चाहिँ नपर्छ। शोभा दिदीले पनि आफ्नो अनुभवहरू हामीसँग साझा गर्नुभयो। उहाँका अनुसार पछिल्ला केही वर्षमा हनुमन्ते खोला झन साँघुरिँदै गएको छ। बढ्दो बस्ती, खोलामा मिसिने ढल र अव्यवस्थित फोहोरका कारण वातावरण दुर्गन्धित बन्दै गएको छ। वर्षायाममा आउने बाढीले सडक र खोला छेउका घरहरूमा ठूलो असर पुर्याउने गरेको उहाँले बताउनुभयो। स्थानीयहरूले कर तिरेर आफ्नो दायित्व पूरा गरिरहेका छन्। त्यसैले अब सम्बन्धित निकायबाट प्रभावकारी व्यवस्थापन, सुरक्षित तटबन्ध र दीर्घकालीन समाधानको अपेक्षा रहेको उहाँको भनाइ थियो। यी केवल 2 जनाका अनुभव होइनन्, हनुमन्ते खोलाको किनारमा बस्ने धेरै नागरिकहरूको साझा आवाज हुन्। हाम्रो उद्देश्य कसैलाई दोष दिनु होइन, यी आवाजहरू नगरपालिका, सरकार र सम्पूर्ण नेपाली नागरिकसम्म पुर्याउनु हो, ताकि समस्या सुन्ने मात्र होइन समाधानतर्फ पनि कदम चालियोस्। यस्तै अझ नसुनिएका आवाजहरू सुन्न र साथ दिन हाम्रो पेज नबोलिएका कुराहरूलाई फलो गर्नुहोस्।